आज टन्ना माछा ल्यान्छ भनेर ठगोली र बट्टा बोकेर हिँडेको माछा त यति थोरै पो भेटाइरहेको। हेलो गाइस, वेलकम टु द माई ब्याक मिनी भ्लग। आज चाहिँ म गइरहेको छु गोठ चामल र ठगोली बोकेर माछा मार्न। सो अहिले चाहिँ म गोठाएर ठगोली पनि राखिसकेँ अनि चामल पनि राखिसकेँ। मम्मीले चाहिँ भात पकाउन तयार पारिराख्नु भएको रहेछ अनि मम्मीले चामल घोलिराख्नु भएको छ। एकछिन काम गरियो मस्तसँगले। दिउँसो फेरि अल्छी लागेर सुती म चाहिँ काम गरिरहेको थिएँ। हैट यसो गर्नु हुँदैन भनेर मैले चाहिँ सिन्कौलीले बोरामा हालेर झुन्ड्याइवरी खाँदीवरी बाँधेर बोकेर माथि फेरि राख्ने ठाउँमा लगेँ। त्यसपछि पाला आयो माछा मार्ने। म चाहिँ ठगोली लिएर बहिनीहरूसँग बट्टा लिएर खोलातिर गयौँ। फाइनली खोलामा पनि पुग्यो। सुरु तालमै माछा कस्तो पर्ला भने त माछै नपऱ्यो। त्यसपछि ठुलो ढुङ्गा पल्ट्याएको त फाइनली माछा पनि पर्यो। यताको माछा चाहिँ सानो सानै हुन्छ, फेरि पनि मैले ढुङ्गा पल्टेर त माछै नपरिरह। फाइनली हाम्रो माछा चाहिँ यति नै भयो। आज चाहिँ माछा खासै समातिएन।